गएको 36 वर्षसम्म लुट र झुटको इन्द्रजालमा लाखौं जनतालाई दैते र नोकर ठान्ने बदशाहहरूको जमाना थियो। उनीहरूलाई लाग्थ्यो कि जनता सधैँ यस्तै झुक्किनेछन्, जनतालाई यस्तै गरी झुक्क्याएर सत्ताको स्वर्गमा रमाउन पाइनेछ। तर त्यो सपनाको दिवालको आयु 2079 देखि छोटिन थाल्यो। 2079 यताको राजनीतिको दौडमा एउटा रवि लामेछाने प्रवेश गरेपछि उनीहरूको महल चर्किन थालेको हो। 2079 असारमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता गरेर देश बदल्ने हुटहुटीको आधी बेहोरी बनेर रवि आएपछि उनीहरूको बेचैन शुरू भएको हो। रविले सत्तामा मोज मस्ती गर्नेहरूको बही खाता खोल्न थालेपछि राजनीतिमा 36 वर्षदेखि जमेको दूषित पोहरमा लथपतिएका बादशाहहरू बेसरी बेचैनी भएका हुन्। महाकालीदेखि मान्छे बेच्नेहरूको कौरव र दुर्योधनहरूको हिसाब खोज्न थालेपछि भ्रष्टहरूमा बेचैनी र बदलाव शुरू भएको हो। रविले एक एक गरेर झ्यालखानामा हाल्ने जब क्यालेण्डर सार्वजनिक गरे तबदेखि उनी मुख्य निशानामा पारिए। रविको हर्ष रेसलाई बेलैमा लगाम लगाएन भने आफूहरूको अस्तित्व सखाप हुने बुझेका उनीहरूले रविमाथि सहकारीको मुद्दा लगाए। गएको साल 2081 कार्तिकदेखि सहकारीको नाममा मुद्दा लगाएर देशभरका अदालतमा उनी घुमाइयो। तर अन्ततः उनी गएको बिहिबार चितवनको कार्यक्रमलाई सम्बोधन सकेर राजधानी हानिए। राजधानीमा पुगेर उनले शहीद परिवारलाई भेट्दै भाव विहाल मात्र भएनन्, शहीदको सपना पूरा गर्ने बाचा गरे। त्यसलाई पनि सुन्न ल्याउनुपर्ने छ। मेरो इमान्दार प्रयास सुगन्धी आज पनि सङ्कलित गरेर बालको ठाउँमा इलेक्सन मरेन्दा नफाला भनेर नयाँ मान्छे जुन जिल्लाहरू लिएर जब गएको बिहिबार रवि धरौटीमा रिहा हुने उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट आदेश आयो तबदेखि कुमलटार गुण्डो हुँदै सानेपामा तारन्तार महाभूकम्प गइरह्यो। देशभरका 7 अदालतमा 7 फन्को घुमाउँदा पनि अयोदय नभएका उनले भैरहवा र नखुका काल कोठरीमा धेरै रात बिताए। उनीमा कुनै डर र भयको गुन्जायस देखिएन। उनलाई गलाउन र सडाउन खुबै खोजियो तर उनीले आत्मसमर्पण गरेनन्, बरु न्यायको पर्खाइमा लडिरहे। अहिले पनि उनी लडाईमा छन्। भ्रष्टहरूको विरुद्ध जेनजी आन्दोलन भयो, धेरै युवाहरूको ज्यान गयो। त्यसलाई तिनै भ्रष्टाचारका बादशाहहरूले आतंककारी र विध्वंसकारी भन्न थाले। नेतृत्वविहीन जस्तो बनेको जेनजी आन्दोलनलाई रवि रिहाई भएसँगै सान्त्वना मात्रै दिएन, आँट भरोसा दिँदै थान्कोमा बस्नुस्, नभए फेरि हेलिकप्टरमा झुन्डिएर भाग्नु पर्नेछ भन्दै कडा चुनौती दिन्छन्। इतिहास जति गौरवशाली भए तापनि त्यसले भविष्यको भारी बोक्न सक्दैन। भविष्य हामीले बनाउने हो। इतिहास तपाईले गर्नुभयो, धन्यवाद। थान्कोमा बस्नुस् है, थान्कोमा बस्नुस्, थान्कोमा बस्नुस्। पिटिआईको दम्ब, भिडहाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। उनलाई बिहिबार रिहाई गर्न आदेश दिएको थियो। उनी शुक्रबार रिहाई भएपछि शनिबार चितवनमा आफ्ना मतदाता र शुभचिन्तकहरूसँग भेटघाट मात्र गरेनन्। उनी आफ्ना मतदातालाई आश्वस्त पार्दै शनिबारै काठमाडौँ फर्किए। अनि शहीद परिवार र घाइतेलाई भेटेर आशा र भरोसा थपेका उनले सुशीला कार्की सरकारलाई पनि निर्धक्कसँग काम गर्न आग्रह गरे। रविको रिहाईपछि नेपाली राजनीति तरंगित भएको छ। मूलधारका दलका नेताहरूमा बेचैनी मात्र भएको छैन, भय र त्रास उस्तै छ। बिहिबार रविको धरौटीमा रिहाई भएपछि केपी ओलीले आफूलाई छोएर देखाउन चुनौती दिए। आफूहरूलाई सरकारले छोएमा देश ठप्पै पार्ने उल्टै धम्की पो दिन्छन्। एउटा कुरा म साथीहरूलाई भन्न चाहन्छु, नेकपा एमालेको नेतृत्वमाथि अब भौतिक वा अनेक प्रकारका जेल षड्यन्त्रले अब प्रचारको हल्लाले भएन, अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा मुद्दा मामिला जाली मुद्दाहरू लगाउने पञ्चायतकालीन कुकर्महरूको फेरि थरनी गर्ने हल्ला मचाइएको छ। यो मिडिया ट्रायल, यो यथार्थ हल्ला हुन सक्दछ। म तपाईँहरूलाई भन्न चाहन्छु, एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ।
गएको भदौ 24मा सत्ताच्युत भएका केपी ओली र उनको समूह यति बेला निकै आक्रोशित छ। उनीहरूले वर्तमान सरकारलाई अस्वीकार गरेको मात्रै भनेका छैनन्, जेएनजी विद्रोहलाई आतंककारी र विध्वंसकारीको संज्ञा दिइरहेका छन्। 22 जना जेएनजीको नरसंहारीको आरोप खेपेका ओली र उनका अनुयायीहरू जेएनजी प्रति सुरुदेखि क्रोधित छन् भने प्रचण्डमा पनि पछिल्लो समय बर्बराट भएको देखिन थालेको छ। शनिबार राजधानीमा भएको नेकपाको कार्यक्रममा उनले नयाँ पुस्ताप्रति असन्तुष्टि मात्र राखेनन्, विचारविहीन चटकेहरूको चर्चा परिचर्चा मिडियाले गरेको भन्दै उस्तै गर्छन् रोनाधोना। र हामीले भनेका छौं सहज ढंगले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौं तपाईहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नु होला। यदि तपाईहरुले संविधान बार बार मिच्ने कोसिस एकचोटि त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो। रविको थुनामुक्तपछि पुराना दलका पुराना नेताहरूको बेचैनीको पारो निकै उछालिएको छ। त्यसको मुख्य कारण नै विगतको बेधर्मको प्रतिक्रिया हो। चुनाव भइहाल्यो भने रासोपाले बहुमत ल्याएर आउन सक्छ, उसकै नेतृत्वमा सरकार बन्यो भने आफूहरूको बास झ्यालखानामै होला कि भन्ने भएको संकेत यो हुन सक्छ। रविको आगमनले धेरैलाई खाइपाई आएको राज्य सत्ताको भाग बन्द होला भन्ने पिरलो मात्र होइन, हिजोको राष्ट्रद्रोहको एक हिसाब माग्दा बही खाता देखाउने त्यसको चिन्ता ठूलो छ। सधैँ जनता ढाटेर देश लुटेर कुबेर बन्ने जमाना अब त गए, तर अझै पनि उनीहरू पाखुरी र उत्तेजना देखाएर गुमेको जनविश्वास फर्केला भन्ने भ्रममा देखिन्छन्। तर जनताले हिजोको दिनमा जस्तै अब झुटो र गुलियो आश्वासन पत्याउलान् र